7 बजे ठेङ्गनको बाटो हामी झर्दैछौँ अहिले 7 बजे राति बाबा भान्जा एक्सप्रेस त्यो पारी पुग्नु डाँडाबाट अब फेरि खोला छेउ पुग्न थाल्यो हामी खोला तर्नुपर्ने अवस्था आउँछ नि त खोला तरेर खोलाको तिरै तिर हुँदै जाने मस्ट डेन्जरस त्यो पारिपट्टिको अर्कै बाटो हो टर्निङ द फुल मकै बारी दाराम चारैतिर माथि डाँडा पुग्नुपर्छ अब उताबाट गयो भने अर्को बाटो थियो अहिलेको देखिरहे माथिबाट अब अघि भर्तीको बाटो त्यो माथि भयो नि खोला तरेर हामी त्यही ठाउँमा पुग्नुपर्छ माथि डाँडामा यो झरेको भिर हुँदैन मैले उहाँ पुग्नुपर्छ यहाँबाट उकालो हुँदै 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 जाने हो यो डेन्जर क्वालिटी अलिकति राम्रो आयो नेक्स्ट टाइमहरूमा क्वालिटीहरू बढ्दै जान्छ भन्ने आश छ सपोर्ट गरिदिनु तपाईँहरू यो बाटो हिँड्नुभयो होला अहिले सिन्धुलीको बाटोहरू बन्द भएपछि यो बाटो मौसम हेरेर अवस्था हेरेर हिँड्नु होला त्यहाँ पुग्नुपर्छ अहिले बागमती पुल तर्छौँ अब सिमसिम पानी गर्छ त्यो पारीबाट हुँदै जाने अब यो पुल टप्नुपर्छ यस्तो पनि डेन्जरै छ जे होस् यतिको पुल टिकिरह अलिक टर्निङ दिइरहेको डेन्जरस यो ब्रिज पनि बेल ब्रिज बागमती खोला हो यस्तो त ढुङ्गा हाल्दैछ अहिले त अब यहाँबाट हामी तल चढ्न सुरु गर्छौँ यो हाम्रो बेली ब्रिज माथि झोलुङ्गे पुल पनि छ त्यही गरिकन पछि गएर बागमती हुन्छ भन्न सकिन्छ यो ब्रिज केही रहेन भने झोलुङ्गेबाट साथ पाउँछ डेन्जरस बाटो हो यो जस मर्मत हुँदैछ केही समय लाग्छ होला मौसमले साथ दियो त्यो माथि पुग्नुपर्ने हुन्छ त्यो पारीबाट आएको हामी यहाँ चाहिँ ढुङ्गा झर्ने धेरै सम्भावना हुन्छ बाइकहरूमा आउनुभयो भने ख्याल गरेर आउनु होला गाडीहरू कोही केही पनि आएको छैन हामी मात्रै एक्लै आइरहेको छ अहिले यो चाहिँ बागमती खोला हो यति भयो नि बनाइदिएको छ होइन
खोला यता गाडी यता पुलमा